फाइनली गाइस पृथ्वीको टुप्पोबाट अहिले झरेको छ। गाउँपालिका वडा नम्बर 6 नुवाकोट जिल्लामा अवस्थित भएको छ। अहिले माइबोल गाउँमा रहेको छ। अरे कहना क्या चाहते हो? हामीले 30 दिनमा घर रेडी गरेको छ, लेकिन यो घर बिक्रीमा रहेको छ। पहिला प्राइस भन्नु अगाडि तपाईहरुलाई घरको लुक देखाउने छ। हेर्नुस्, हामी भित्र जाने छौं। हामीसँग दुईटा रुम छ, यता अनि यता। हेर्नुस्, टेबल बेड अनि दराज सँगै सबै अब हजुरहरूले घरसँगै प्राप्त गर्न सकिन्छ। उतापट्टि रुममा जानेछु, आउनुस् हजुरहरू। हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ पनि रुम पनि रहेको छ दुईटा। यसरी खोल्न सकिन्छ, तपाईहरुले पुरा बाहिरको लुक हेर्न सक्नुहुन्छ। हामी अब टोयलेट हेर्नेछौँ र हामी टोयलेट हेर्न देखाउन चाहन्छु। अरे कहना क्या चाहते हो? अब हामी घरको चौडा हेर्न अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। यो चाहिँ चौडाको बाहिर भाग हैन। यहाँबाट तपाईहरुले मैच्याङ हेलो मैच्याङ भन्न नै सकिन्छ। यहाँबाट तपाईहरुले सारा दुनिया हेर्न सक्नुहुन्छ, पुरा नजारा हेर्नुस् लुक। अब हामी चौडाको स्पेस देखाउन चाहन्छु। हेर्न सक्नुहुन्छ तपाईहरुले चौडाको स्पेस यहाँ र एकदम नजारा राम्रो रहेको छ। यतासँगै किचन पनि रहेको छ। यता चाहिँ किचनको सामग्रीहरू राख्ने स्पेस रहेको छ, लेकिन त्यहाँ पनि गाउँघरको सिस्टममा खाना बनाउन पनि सकिन्छ। तपाईहरुले यो घरको लुक अनि सब हेर्नुभयो। अब यसको हामी प्राइस भन्न चाहन्छु। 29,29,29,29 रुपियाँ रहेको छ, प्राप्त गर्नुहुन्छ। फाइनली गाइस पृथ्वीको टुप्पोबाट अहिले झरेको छ। गाउँपालिका वडा नम्बर 6 नुवाकोट जिल्लामा अवस्थित भएको छ। अहिले माइबोल गाउँमा रहेको छ। अरे कहना क्या चाहते हो? हामीले 30 दिनमा घर रेडी गरेको छ, लेकिन यो घर बिक्रीमा रहेको छ। पहिला प्राइस भन्नु अगाडि तपाईहरुलाई घरको लुक देखाउने छ। हेर्नुस्,